हे गाइस गुड मर्निङ स्वागत छ तपाईँहरूलाई फेरि मेरो मिनी भ्लगमा गाइस आजको दिन मेरो यसरी गयो सो फटाफट म रेडी भइगएँ म रेडी भएर म र मेरो सर अनि अहिले हामी गइरहेछ मैले एउटा सानो एउटा पूजा छ जहाँ कि यहाँदेखि हल्का टाढै छ अनि फटाफट गाडीमा बसेँ गाडी स्टार्ट गरेँ अनि गाडी स्टार्ट गरेर म र मेरो सर गयौँ सो गाइस यहाँ डेस्टिनेसनमा आइसकेँ सो अब यहाँ किन आएको भनेपछि एउटा अफिसमा हाम्रो सरको अफिसमा काम गर्ने मान्छेको एउटा सानो एउटा फङ्सन छ अरे मन्दिरमा सो त्यही मन्दिरमा हामीहरू आएछ मैले यहाँ आज सन्डे भएर हो कि हो सायद यार यस्तो जाम छ यार हेर्नु सक्नुहुन्छ यही मस्त छ यतातिर पुरा भिड छ यतातिर सो अहिले यो उता एउटा माथि एउटा ब्रिज छ त्यो ब्रिजको पछाडि एउटा समीरपेट लेक भन्ने एउटा बहुत फेमस छ म त्यहीँ जान्छु अहिले जब यतातिर खाना खान बोलाउँछन् सरले त्यति बेलामा आएर खाना खान पर्ला हेर्नुहोस् यहाँ पुरा ब्रिजको तल तल मस्त पार्टी हानिरहेछन् सबले सो गाइस फाइनली यहाँ लेकनिर आइसकेँ नदीनिर मस्त थियो नदी लस्तो थियो अनि के भन्छन् अनि यताउता गन्दा पनि धेरै थियो यहाँ नजिकै पूजा पनि गर्छन् गन्दा पनि इन्डियन पिपल जिरो सिभिक सेन्स भन्छ तर साँच्चै रहेछ कि गाइस यी इन्डियनहरू किन यस्तो बदनाम हुन्छन् भनेपछि यिनीहरूको कारणले नै बदनाम हुने रहेछ कि जुनै पनि कन्ट्रीमा गएर गन्दा गर्ने यता गर्ने उता गर्ने सो त्यही भएर म 3-4 महिना अगाडि नेपाल गएको थिएँ तर त्यहाँको हाम्रो नेपालको धेरै समयपछि गएको थिएँ म सो त्यहाँको सिस्टमेटिक देख्दा र यहाँको सिस्टम देख्दा त मलाई त यस्तो लाग्यो नि मलाई त बापरे सो त्यही भएर यो इन्डियनहरू जहाँ जान्छन् त्यहीँ नै आफ्नो नामको आफ्नो देशको नाम खराब गर्छन् तर साँच्चै हो रहेछ गाइस मलाई यहाँ आएर मलाई 1-1.5 महिनापछि बल्ल रियलाइज भयो कि हो यस्तो रहेछन् भन्ने यिनीहरू के यताउता घुम्दा अनि अर्को ठाउँतिर आएँ अर्को ठाउँ पनि बबाल त यसो ग्रिनरीको भिडियो सिडियो लगाएँ गाइस मस्त ठिकठाकै त्यतातिर चाहिँ हल्का साफ थियो अनि त्यही बिचमा बुढाले खाना खान बोलायो अनि फटाफट दबाएर खाना खाएँ अनि खाना खाएर म घर आइगएँ सो घर आएर अनि गाडी स्टार्ट गरेँ गाडी स्टार्ट गरेर अनि म मासु ल्याउन गएँ आज सन्डे पनि थियो त्यही भएर घर मासु बनाउनु पर्थ्यो अनि फटाफट आएँ अनि प्याज स्याज कटिङ गरेँ अनि प्याज स्याज कटिङ गरेर फटाफट अनि म मासु बनाउनतिर लागेँ गाइस सो यहीँसम्मको थियो आज भिडियो कस्तो लाग्छ एकचोटि मेरो पेजलाई फलो गरिदिनु होला थ्याङ्क्स फर वाचिङ गाइस भिडियोको पुरा रेसिपी त मैले लामो भिडियो हुन्छ भनेर मैले सुट गरेन जस्ट हल्का फुल्का मात्रै सो बाई